नमस्ते, मौसम केन्द्र गान्तोकबाट बोलिरहेको छु अनि आज प्रस्तुत गर्न गइरहेको छु साप्ताहिक मौसम समीक्षा र सिक्किममाथि 2 हप्ताको लागि मौसम पूर्वानुमान। आज दिनाङ्क 19 मार्च 2026। रूपरेखा महत्त्वपूर्ण सिनोप्टिक परिस्थितिहरू सिक्किममा थाहा भएको वर्षाको वितरण थाहा गरिएको जिल्ला अनुसार औसत वर्षा मिलिमिटरमा विभिन्न स्थानहरूमा वास्तविक मौसम आगामी 2 हप्ताको लागि मौसम पूर्वानुमान सिक्किम राज्यको लागि मौसम पूर्वानुमान बुलेटिन। महत्त्वपूर्ण सिनोप्टिक परिस्थितिहरू 12 मार्च 2026 मा मध्य आसाम र वरपरका क्षेत्रहरूमा औसत समुद्री सतहभन्दा 0.9 किलोमिटर माथिल्लो वायु चक्रवाती परिसञ्चरण कायम रह्यो। 14 मार्चमा उत्तर पूर्वी आसाम र वरपरका क्षेत्रहरूमा समुद्री सतहभन्दा 1.5 किलोमिटर माथिल्लो वायु चक्रवाती परिसञ्चरण पनि कायम रह्यो। 16 मार्चमा उत्तर पूर्वी आसाम र छेउछाउको अरुणाचल प्रदेशमा माथिल्लो वायु चक्रवाती परिसञ्चरण औसत समुद्री सतहभन्दा 4.5 किलोमिटर माथि फैलेको थियो। उन्नीस मार्च 2026 03 UTC सर्फेस चार्ट। उन्नीस मार्च 2026 0 UTC अपर एयर चार्ट। 19 मार्च 2026 सैटेलाइट इमेज। सिक्किममा थाहा भएको वर्षाको वितरण थाहा गरेको जिल्ला अनुसार औसत वर्षा मिलिमिटरमा। विभिन्न महत्त्वपूर्ण स्थानहरूमा भएको वास्तविक मौसम। मङ्गन डिस्ट्रिक्टमा हेभी रेनफल भएको छ 110.4 मिलिमिटर 13 मार्च 2026 मा अनि 80.2 मिलिमिटर चाहिँ 14 मार्च 2026 मा। गान्तोक तादोङ अनि पाक्योङको वास्तविक दैनिक न्यूनतम तापमान। आगामी 2 हप्ताको लागि मौसम पूर्वानुमान। पहिलो सप्ताह 20 मार्चदेखि 26 मार्च 2026 सम्म। दोस्रो सप्ताह 27 मार्चदेखि 2 अप्रिल 2026 सम्म। पहिलो सप्ताह वर्षा सामान्य अनि सामान्यभन्दा बेसी हुनेछ अनि अधिकतम तापमान सामान्य अनि सामान्यभन्दा कम्ती रहनेछ। त्यसै गरी न्यूनतम तापमान पनि सामान्य अनि सामान्यभन्दा कम्ती रहनेछ। दोस्रो सप्ताह वर्षा सामान्य रहनेछ, अधिकतम तापमान पनि सामान्य रहनेछ अनि न्यूनतम तापमान पनि सामान्य रहनेछ। सिक्किम राज्यको लागि 7 दिनको मौसम पूर्वानुमान बुलेटिन। सिक्किम राज्यको लागि 7 दिनको मौसम चेतावनी। पहिलो दिन 6वटै जिल्लामा कुनै पनि चेतावनी छैन। दोस्रो दिन गान्तोक अनि गेजिङ अनि पाक्योङ डिस्ट्रिक्टमा हेलस्टर्म थन्डरस्टर्म विथ लाइटनिङ एन्ड गस्टी विन्ड रिचिङ 30 to 40 किलोमिटर पर आवर likely to occur at 1 or 2 places। अनि मङ्गन नाम्ची अनि सोरेङ डिस्ट्रिक्टमा चाहिँ हेभी रेन थन्डरस्टर्म विथ lightning and gusty wind reaching 30 to 40 kmph likely to occur at 1 or 2 places। त्यो चाहिँ येल्लोमा छ अनि गान्तोक गेजिङ अनि पाक्योङमा चाहिँ अरेन्ज चेतावनी छ। अनि त्यसै गरी तेस्रो दिनमा गान्तोक नाम्ची अनि पाक्योङमा अरेन्जमा हेलिस्टर्म थन्डरस्टर्म विथ लाइटनिङ एन्ड गस्टी विन्ड रिचिङ 30 to 40 kmph likely to occur at 1 or 2 places। अनि गेजिङ मङ्गन
अनि सोरेङ डिस्ट्रिक्टमा थन्डरस्टर्म विथ लाइटनिङ एन्ड गस्टी विन्ड रिचिङ 30 to 40 kmph likely to occur at one or two places. अनि मङ्गनमा चाहिँ हेभी रेन पनि छ त्यो दिन। अनि त्यसै गरी चौथो दिनमा चाहिँ मङ्गन र पाक्योङ डिस्ट्रिक्टमा थन्डरस्टर्म विथ लाइटनिङ लाइकली टु अकर एट one or two places। त्यहाँदेखि पाँचौँ दिनदेखि सातौँ दिनसम्म कुनै चेतावनी छैन। अर्को साप्ताहिक मौसम रिपोर्ट 26 मार्च 2026 मा जारी गरिनेछ। Thank you for watching.